हेलो साथीहरू, वेलकम ब्याक माई मिनी ब्लग होइन। शिवगञ्ज बजार जान लाग्यो साथीहरू। हेर्न सक्नुहुन्छ मौसम चाहिँ आज पानी पर्ला पर्ला जस्तो टाइपको भइरहेछ। प्राइभेट कार चाहिँ यहाँ आउँदैछ। प्राइभेट कारमा जाने हो गाइस। सरर यता हाम्रो माइजू हुन्छ, यता आन्टी हुनुहुन्छ, यता एन्जिला हामीले शिवगञ्ज बजार जाँदैछौँ गाइस। तर पानी पर्न लाग्यो जस्तो भइरहेछ। हाम्रो ड्राइभर दाइ यता हाम्रो भिनाजु एकदम ड्राइभर पर्फेक्ट होइन। सरर कुदाउँदै हुन्छ कार। सर हामी जाँदैछौँ गाइस शिवगञ्ज। म त यतापट्टि बस्छु ल। बस्नु 1 किलोको बाटोमा पनि नानी नलाउनु कहाँ हिँड्नुभएको? जामा के छ खबर? ए हामी चाहिँ सिमलचोक निक्लिन लाग्यौँ गाइस। देख्न सक्नुहुन्छ यहाँ बिचबाट चाहिँ यता पर चन्द्रडाँगी निस्किने बाटो पनि छ है सिधै। मौसम चाहिँ एकदम बादल लागेको छ, पुरै पानी पर्ला। यो चाहिँ ब्याङ्क तल के भन्छ सिधै चन्द्रडाँगी जाने बाटो है गाइस। यहाँदेखि हाम्रो श्रीलङ्का टोलदेखि चाहिँ सिधै तल चन्द्रडाँगी जाने बाटो। हामी चाहिँ ठ्याक्कै सिमलचोक निक्ल्यौँ गाइस। यो रुख चाहिँ भाइरल रुख छ नि, त्यसको यो रुख हो होइन। अहिले चाहिँ फुलेको रहेछ कि फुलिसकेको हो, पुरै टाटा भइसकेको छ त। फुलिसकेको हो, अब फुल्छ गयो ल। ल हजुर हाम्रो ल जानु। भाइरल सिरिजको त अहिले त रुख मात्रै रहेछ, अस्ति फुलिसकेको रहेछ। हाम्रो कार अब गाई पनि ब्रेक लाग्दैन गाइस। यो भनेको द्रुत गतिमा चलेको कार हो, त्यही भएर यसको ब्रेक छैन। अब गन्तव्यमा पुगेर मात्रै रोकिन्छ। तल यो क्रसहरू छ क्या, यो अनि यहाँ चाहिँ एउटा ठुलो भिड पनि गर्नु छ गाइस। यहाँ चाहिँ स्थानीय स्तरमा अब उत्पादन भएका धानहरू सबै यहाँ ल्याएर चाहिँ होइन अब यहीँबाट प्रशोधन गर्ने अनि बेच्ने। यो फ्याक्ट्री नै यहीँ हुन्छ है, हेर्दै गर्नु होला। हाम्रो माइजूको मामाको घर अरे, मामाको घर हो। चोकमा जानु काम छ। यही बाटो ओरदोर गर्ने एकतालाई नपड्काए। हाम्रो मामाले पनि यस्तै भन्नुहुन्छ। यो चाहिँ झारबारी चोक हो गाइस, झारबारी। हाम्रो यो चन्द्रडाँगीको बाटो चाहिँ एकदम राम्रो छ गाइस, देख्न सक्नुहुन्छ। एकदम राम्रो विकास भएको छ है। विकास हेर्नु गाइस यताउँदि हाम्रो यहाँ रोडमा कस्तो फाइनली गाइस हामी चाहिँ चन्द्रडाँगी बजार पनि आइपुग्न लाग्यो अब चाहिँ होइन। हाम्रो साथीहरू कता छौ? चन्द्रडाँगीतिरको मेरो साथीहरू बजार आऊ है, अब बजारमा भेट्नुपर्छ। शिवगञ्ज बजार आउँदैछु म। शिवगञ्ज बजारमा आऊ त लु, चटपटी खानुपर्छ। एकचोटि हामी तिहारमा यहीँनिर नाचगान लगाएको थियौँ हो साथीहरू। तिमीहरू यहीँ नाचेको थियौ नि छम गर्दै, म चाहिँ यहीँ उभिएर बोल्ने तिमीहरूलाई नाच्न आउँदै हुनुहुन्छ हाम्रो प्रिय मित्रहरू भन्दै बोलेको। ल हाम्रो के अरे ब्याङ्कडाँडा के पो चन्द्रडाँगी बजार चाहिँ यस्तै लागेको रहेछ है साथीहरू आज। यता यहाँ चाहिँ अलिक लाग्दैन क्या, यता भित्रतिर चाहिँ अलिक लाग्छ, यता पर छ क्या।
यो चाहिँ हाम्रो चन्द्रडाङीमा रहेको कृषि फार्मको जग्गा हो साथीहरू होइन। यहाँ चाहिँ अहिले चाहिँ धान रोपेको रहेछ, देख्न सक्नुहुन्छ। कृषि फार्म चाहिँ अलिकति यहाँदेखि अलिकति भित्रै छ हौ। यो परको हो कि जस्तो मलाई लाग्छ, तर होइन, यहाँ तल कहाँ गेट छ हो, त्यहाँदेखि उता जानुपर्छ, त्यही परको होला क्या। यहाँ चाहिँ उन्नत जातको बिउहरू रोप्ने होइन, विभिन्न किसिमका के भन्छ अन्न बाली लाउने अब सिजन अनुसारको त्यस्तै चाहिँ। अब यो धान निकालेपछि यहाँ चाहिँ गहुँहरू छर्नुहुन्छ हौ। घाँसै होइन यो हो त। वाउ बाटो हाम्रो सिटी लाइन हो। यहाँ चाहिँ सिटीहरू पार्किङ गर्ने ठाउँ हो, गाइजहरू देख्न सक्नुहुन्छ। फाइनली हामी शिवगञ्ज बजार आइसकेको छौँ। यतातिर माछा रहेछ, यतातिर चाहिँ यो साइड चाहिँ सब्जी मात्रै छ है साथीहरू, सब्जी मात्रै हो यतातिरको साइडमा चाहिँ। आउनु होला हाम्रो शिवगञ्ज बजार एकदम राम्रो छ है। कसै भिजिट गर्नुभएको छैन, यहाँ हाम्रो एनजिला मिसले फर्स्ट टाइम भिजिट गरेको होइन शिवगञ्ज बजार। म चाहिँ थुप्रैपल्ट भइसक्यो, म पनि पुरानै साथीहरू। हाम्रो देशमा रेल नभए पनि रेल जस्तो गाडी चाहिँ छ है यहाँ हेर्नु। अब हामी फाइनली ओर्लिसक्यौँ। अब हामी जान्छौँ बजार भिजिट गर्न। यस्तो छ। यहाँ चाहिँ काठमाडौँको एउटा सानो धरहराको नमुना देख्न सक्नुहुन्छ। काठमाडौँको धरहराको नमुना मात्रै भनेको अगाडि। कहिले आएको थिएन कि त्यही थाहा छैन। अब जाम गाइज बजार हेर्न कस्तो हुन्छ बजार। कति सोझो हेर्नु त यतातिर चाहिँ साथीहरू यो पाटोमा चाहिँ होइन शिवगञ्ज बजारको यतातिर चाहिँ लुगा कपडाहरू अनि त्यसको साडी अब त्यस्तै के भन्छ हँसिया कोदालोहरू के यतातिर चाहिँ यो पाटोमा पाइन्छ लुगाहरू। कोही निक्लिनै सक्यो कि क्या आउनु सक्छ। एक समय चाहिँ यो एकदम भाइरल प्लेस हो साथीहरू। यहाँ चाहिँ एकदम यो बिरालुको फुल फुलेको बेला सब घुम्न चाहिँ पर्यटकहरू क्या पुरै टुरमा आउनु भएको थियो। हामी चाहिँ बाङ्गे पुल नाम के अरे भनिदिन्छ आन्टी? बाङ्गे पुल अरे साथीहरू। यहाँ बाङ्गिएको छ नि त, यहाँ देख्न सक्नुहुन्छ। यही तरिकाले यो बाङ्गिएको छ कि त्यही भएर बाङ्गे पुल भएको। यो चाहिँ हाम्रो 87 खोला हो। मेरो साथीको एकजना साथीको घर यहाँदेखि भित्र जानुपर्छ साथीहरू। सबिना, मैले तिमीलाई धेरै धेरै सम्झेको छु। ठक बस्ती हो गाइज, यो चाहिँ ठक बस्ती भन्छ। यहाँ चाहिँ हाम्रो चन्द्रडाङीमा चाहिँ चन्द्रडाङ होइन शिवगञ्जमा चाहिँ एकदम ठुलो हस्पिटल छ गाइज। तर हस्पिटल भन्दा यहाँ नाम मात्रै छ, एकदम राम्रो फ्यासिलिटी छैन, राम्रो उपचार हुँदैन होइन। ठुलो खालको उपचार गर्नु पर्यो भने चाहिँ दमकै कि त बिर्तामुटै पुग्नु पर्यो। यस्तो छ अनि यहाँको अवस्था। हस्पिटल है गाइज, हस्पिटल। जय श्री कृष्ण मन्दिर पनि रहेछ। फाइनली गाइज हामी चाहिँ शिवगञ्ज बजार आइसकेको छौँ। यो चाहिँ शिवगञ्ज बजार हो, त्यहाँबाट देख्न समातेर लिएर हिँड्नु है, हराउनुहुन्छ। शिवगञ्ज बजारको त बजार हरायो भने के हुन्छ? तपाईँहरूलाई यस्तोको आवश्यकता छ भने किन आउनु होला। यो बाटोमा चाहिँ यस्तै पाइन्छ। बाल्टी लाने
सिगन्ज बजार चाहिँ यस्तै छ साथीहरू मलाई एक जोड चप्पल किनिहालौँ कि क्या जस्तै भइसक्यो हेलो अङ्कल ठिक छ हामी ठिक छौँ नि हामी बजार घुम्न आएको आज ड्रोन छैन अनि हामीसँग ड्रोनै छैन हामीसँग माथि चढ्नु अनि तल झर्नु फेरि कसको जमरे उता के किन्न मन छ किनिहालौँ छिटो छिटो के किन्ने हेर न के चाहिने पर्दैन हौ हामी हराउँदिनौँ चिन्ता नगरी हिँड्नु न हामी शिवगञ्ज बजारमै चाहिँ हराउँदिनौँ है यसरी मैले सिरियलहरू नि सिक्रीहरू लगिदिनु भएको किन्दाउ न कसैले यो मलाई म गरिब झुम्का पनि किन्नुपर्ने हामी उनीहरू अगाडि हिँडेको होइन हामी फलो गरेको गरी केरा खान मन छ भने सबैजना आबै साथीहरू पैसा पनि फेरि राखेको होइन नि केरा एउटा लाने उता पायो उता शिवगञ्ज बजारमा केरा यो ब्यागमा हाल्नु लगाएको हाल प्याजीको मिठो मिठो बास्ना आइरहेछ किन भन्दाखेरि यहाँ एन्जिलालाई चाहिँ सिक्री मन पर्यो अरे सिक्री किन्छन् अरे देख्न सक्नुहुन्छ यहाँ हेर्नु न कति गर्मी छ यति गर्मी छ नि शिवगञ्ज बजार म त यहाँ चप्पल रिक्वायर गर्ने जस्तै घुम्नु बजार आयो एन्जिला चप्पल किन्ने अरे साथीहरू यहाँ देख्न सक्नुहुन्छ चप्पल बजार यस्तै छ चप्पल बजार गाइस हामी चाहिँ बजारमा शिवगञ्ज बजार आएर यो आलु परोठा के भन्छ यो खायौँ हामीले चाहिँ होइन तपाईँहरूको नि खाने भने आउनु होला फाइनली गाइस हामी चाहिँ घुरिसक्यौँ होइन शिवगञ्ज बजार भरिभरि घुरिसक्यौँ हेर्न सक्नुहुन्छ अवस्था कति गर्मी छ हाम्रो सब्जी बजारतिर चाहिँ यस्तो छ गाइस होइन सब्जी बजार हाम्रो यस्तो यस्तो सब्जीहरू पाइन्छ बाउहरू चाहिँ कता गएको ऊ पर हो मासु पसल गयो सेलरोटी पनि पाएको छ साथीहरू सेलरोटी पाएको छ भिडियो नगर्नु न बाबु आइसक्यो केही गर्नु फाइनली गाइस हामी चाहिँ बजार पुगेर घुरिसकेको छौँ देख्न सक्नुहुन्छ यहाँ एकचोटि हामी यहाँनिर के भन्छ त्यो हिलो के भन्छ हाम्रो साथीहरूको एउटा पर्व थियो के पर्व भन्छ दधिघाट के हुँदाखेरि यहाँ आएको थियौँ होइन कुविन्डो गाइस कुविन्डो मान्छेको टाउको आउँछ कुविन्डो भन्दाखेरि बजार पुगेर घुरिसक्यौँ गाइस थ्याङ्क यू फर वाचिङ बाई